29 है सुरुमा हेरौँ ओकिमास आकिमास खोल्नु दोवागा आकिमास भनेको चाहिँ ढोका खोल्नु। अर्को छ सिमेमास बन्द गर्नु दोवागा सिमेमास भनेको ढोका बन्द गर्नु। अर्को छ चुकीमास बाल्नु देन्कीगा चुकीमास भने बत्ती बाल्नु। अर्को छ खिएमास निब्नु देन्कीगा खिएमास भनेको चाहिँ बत्ती निब्नु है। अर्को छ कोमिमास भिड हुनु कोन्दैमास भनेको कोमिमास है। अनि मिचिगा कोमिमास भनेको चाहिँ बाटो भिड हुनु है। सुकिमास कोमिमासको उल्टो सुकिमास खाली हुनु ओनकागा सुकिमास त भन्ने पनि यही वर्डबाट आउने है। मिचिगा सुकिमास भने नि बाटो खाली हुनु है। अर्को छ खोवारेमास भाच्नु इसुगा खोवारेमास भनेको कुर्सी भाचिनु। वारेमास फुट्नु कोप्पुगा वारेमास भनेको कप फुट्नु। अर्को छ ओरेमास भाचिनु किगा ओरेमास है रुख भाचिनु। अर्को छ याबुरेमास च्यात्नु है खामीगा याबुरेमास भनेको कागज च्यात्नु। अर्को छ योगोरेमास फोहोर हुनु अथवा मैलिनु फुकुगा योगोरेमास भनेको चाहिँ कपडा फोहोर हुनु अथवा मैलिनु। चुकीमास सँगै हुनु एट्याच हुनु है के कुरामा के कुरा लागेको छ अथवा छ भन्न खोजेको है। पकेटगा चुकीमास भनेको पकेट चाहिँ एट्याच भए छ भनेको है। तपाईको ब्यागमा चाहिँ पकेट बाहिर ठुलो पकेट चाहिँ चुकीमास भनिन्छ। तपाईको ब्यागको बाहिरपट्टिको भागमा चाहिँ त्यो पकेट चाहिँ युज भए त्यहाँ चाहिँ छ भन्नु खोजेको है। अर्को छ हाजुरेमास फुस्किनु अथवा निस्कनु बोत्तान ओ हाजुरेमास भनेको चाहिँ बटन अथवा टाक चाहिँ फुस्किनु अथवा निस्कनु है त। अर्को छ तोमारीमास रोकिनु अथवा बास बस्नु एरेबेतागा तोमारीमास भनेको चाहिँ लिफ्ट रोकिनु अथवा बन्द हुनु है। माचिगाएमास गल्ती गर्नु ओतोसीमास झर्नु अथवा हराउनु है। अर्को छ खाकारीमास साँचो लगाउनु खागीगा खाकारीमास भनेको है ताला लगाउनु साँचो लगाउनु है। फुकीमास पुछ्नु है पुछ्नु पनि हुन्छ बहाल्नु पनि हुन्छ के कुरामा युज भयो त्यो अनुसार फरक हुन्छ है त। तोरी खाएमास साट्नु खाता झुकेमास मिलाउनु ओ सारा यो चाहिँ ओ चाहिँ लगाइनु हुन्छ लगाइनु हुन्छ सारा मात्रै भन्न पनि मिस्टेक चाहिँ होइन है। ओ सारा प्लेट अथवा थाल है। अर्को छ ओ च्यावान है ओ च्यावान भनेर हुन्छ च्यावान मात्रै भनेर हुन्छ है। यो भनेको नि कचौरा कोप्पो कप गरासु गिलास है। स्योरुई कागजात फुकुरो झोला है त्यो प्लास्टिकको ब्यागहरूलाई नि फुकुरो भन्छ है। अर्को छ एदा हाँगा एकी इन स्टेसन म्यानेजर कोबान पुलिस चौकी सुपिची स्पिच भाषण हेन्जी उत्तर रिप्लाई कोनोहेन यो भाग है। समथिङ अगाडि हेन आयो भने चाहिँ त्यो भाग भन्ने अर्थ लाग्छ है। अर्को छ ओसाकिनी दौजो पहिला तपाईँ जानुहोस् आ यो कत्ता राम्रो भयो भनेको है। इमानो देन्स्या अहिलेको ट्रेन वासुरे मोनो छुटेको सामान समथिङ गावा आयो भने त्यतातिर भन्ने हुन्छ है पट्टी त्यतापट्टि। अरू छ कोनो कुरै करिब अथवा यत्रो भन्न खोजेको है। अब यतै इमासन सम्झिरहेको छैन आमी दाना भनेको तख्ता र्याक है र्याकको त्यो तल्लाहरूलाई आमी दाना भन्छ है। यसको आमी दाना भनेको चाहिँ ट्रेनको माथिपट्टिको त्यो सामान राख्ने ठाउँ है। अर्को कासिका निश्चित नै अनि योचुया भनेको टोकियो स्टेसनको एउटा नाम है। जिसिन भूकम्प खाबे भित्ता हारी सुई सासीमास इङ्कित गर्नु अथवा देखाउनु एकिमाय स्टेसन अगाडि ताओरेमास ढल्नु निसी पश्चिम नो समथिङ अगाडि नो हो अनि त्यतातिर त्यतापट्टि भन्ने अर्थ लाग्छ। मोएमास जल्नु अनि रेपोता पत्रकार रिपोर्टर भनेको है।